नेपालमा केही दिन पहिला दुर्भाग्यवश घटेको घटनाले गर्दाखेरि चाहिँ नेपालभरि सबै जताकतै चाहिँ तहल्का हिँडेर पिटिरहेको छ कि त्यसमा चाहिँ राजनीति भइरहेको छ कि एउटा व्यक्ति गणेश नेपाली भन्ने व्यक्तिले 1000 रुपियाँको चाहिँ फाइन तिर्न नसक्दाखेरि चाहिँ यो भयो भनेर चाहिँ निकै हल्ला भइरहेको छ। तर मात्र 1000 रुपियाँको मात्र चाहिँ कुरो थिएन, कुरो कहिले कहिले डिप्रेसनको थियो, कुरो कहिले कहिले टेन्सनको थियो, कुरो कहिले कहिले पारिवारिक समस्या कुनै पनि समस्या हुन सक्थ्यो। तर त्यहाँ उसलाई चाहिँ बुझ्ने कोही पनि भइदिएनन्। त्यसले गर्दाखेरि उसले चाहिँ त्यस्तो स्थिति सिर्जना भएर उनले एउटा यस्तो डिसिजन लिन पुगे। तर त्यस्तै खालको यदि कुरै गर्ने नेपालमा 3 करोड जनसङ्ख्या मध्ये नेपालमा मात्र नभएर विदेशमा चाहिँ विदेश हुनु परेका बाध्यताले बस्छ चाहिँ विदेश हुनु परे नेपाली युवाहरू युवा युवतीहरू यसरी चाहिँ खाडीमा होस् या कुनै पनि ठाउँमा गएर यसरी काम गर्नु पर्दा त्यहाँको चाहिँ तनाव सहनु पर्दा घरको चाहिँ जिम्मेदारी साहुको ऋणको बोझले गर्दाखेरि कहिले काहीँ समस्या भोग्नु परेको छ। त्यो समस्या मात्र त्यति मात्रै कहाँ थियो र हजुर? त्यही माथि गएर चाहिँ प्रदेशमा चाहिँ विदेशमा यसरी चाहिँ काम गर्नु पर्दा आफैले चाहिँ बेच्नु परेको अवस्था हुन्छ। त्यहाँ आफैलाई बेचेर भए पनि काम गर्नु परेको छ। कसैको चाहिँ सब कुरो तनाव सहनु परेको स्थिति छ। त्यहाँ कहिले कुनै बेला चाहिँ यदि हामीले चाहिँ टाउको दुख्यो भने पनि हामीले टाउको दुख्यो भन्न पाउने अवस्था हुँदैन र हामीलाई ज्वरो आयो भने पनि हामीलाई ज्वरो आयो भनेर भन्न पाउने अवस्था हुँदैन। त्यो अवस्थामा चाहिँ हामीले चाहिँ कसरी चाहिँ प्रदेशमा बसेका ती युवा युवती ती दाजुभाइ दिदीबहिनीहरू प्रदेशमा चाहिँ विदेशमा बसेका खाडी मूलमा तातो गर्मीमा यसरी काम गर्दै आफ्नो ज्यानलाई चाहिँ होमिनु परेका तिनी व्यक्तिलाई के तनाव कम होला त? तिनको समस्या के कम होला त? तर सरकारले के गर्नुपर्ने कि त्यहाँ अलिकति केही सबै समग्र 3 करोड जनसङ्ख्या चाहिँ नेपाली मध्ये कुनै पनि विदेशमा कुनै पनि ठाउँमा कुनै पनि क्षेत्रमा चाहिँ काम गर्न गएका तिनी अहरात्र खटिनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ समेटेर एउटा चाहिँ यस्तो निर्णय गर्नुपर्ने। तर यो निर्णय गणेश नेपाली माथि गरेको निर्णयले गर्दाखेरि लगभग सबैलाई चाहिँ एउटा चाहिँ प्रोत्साहन मिलेको जस्तो भएको छ। किनकि मलाई पनि टेन्सन छ, म अहिले दुबईमा छु, म यहाँ काम गरिरहेको छु। साउको बोझको ऋण घर परिवारको समस्याको चाहिँ बोझको छुट्टै छ, त्यहाँमाथि गएर कामको बोझ अलगै छ, आफ्ना सिनियरहरूको चाहिँ यातना सहनु परेको छ, टाइममा खानु पाएको छैन, टाइममा सुत्नु पाएको छैन, त्यहाँबाट अनेक तरहका चाहिँ यातनाहरू छँदैछन्। तर यस्तो अवस्था अब मैले के गर्नु? ल भन्नु तपाईँहरू मैले के गर्नु? यस्तै खालको म जस्तै पीडित भएका व्यक्तिहरू थुप्रै छन्। यहाँ सम्पूर्ण संसारमा छरिएर बसेका सम्पूर्ण प्रदेशमा बस्नुभएका विदेशमा बस्नुभएका खाडी मुलुकमा बस्नुभएका दाजुभाइ दिदीबहिनीहरूको समस्या बेग्लै छ। त्यो समस्याको चाहिँ समाधान कसले गरिदिने? एउटा मान्छेलाई मात्रै एउटा राजनीति गर्नु कहाँसम्म उचित हो, कहाँसम्मको न्याय उचित हो? त्यसैले यो भिडियो चाहिँ बनाउन मलाई कुनै पनि आवश्यकता थिएन। तर आज चाहिँ म चाहिँ बाध्य भएर चाहिँ बनाउनु परेको, किनकि मैले जो समस्या खेपिरहेको छु, मैले जो समस्या खेपेको मात्र होइन कि म जस्ता सम्पूर्ण ती युवा युवती भाइ बहिनीहरू दाजुभाइहरू प्रदेशमा बस्नुभएका सबैले चाहिँ यस्ता मैले भन्दा अझै विकराल समस्याहरू भोग्नु परेको पक्कै पनि उहाँले भोग्नु भएको छ होला जस्तो मलाई लाग्छ। तर तिनीहरूले गर्ने के? त्यतिकै मैले चाहिँ कतिपय सौदीबाट ड्राइभर भएको चाहिँ एउटा भिडियो देखेँ। उनले भने कि चाहिँ उहाँ 6000 रियाल उनले चाहिँ फाइन तिरे भनेर भने। अब के उनले चाहिँ आत्महत्या गर्नु भएन नि? यो कहाँसम्म बुझाइछ? ठिकै छ, एउटा हर कसैको समस्या छ, समस्याको समाधान हुन्छ। समस्या छ, यदि समस्या छ भन्दैमा हामी चाहिँ समस्यालाई चाहिँ हामीले टाउको समाएर बस्यो भने त्यो समस्या झन् ठुलो हुँदै जान्छ। तर समस्या उत्पन्न हुनुभन्दा पहिला समाधान पनि उत्पन्न भइसकेको हुन्छ। तर समाधान खोज्नुपर्छ। समाधान खोज्यो भने अवश्य पनि त्यसको समाधान हुन्छ। त्यसैले गर्दाखेरि कसैले पनि यस्तो अप्रिय निर्णय चाहिँ लिँदै नलिनुहोस् र सरकारले जो गरिरहेको छ यस सरकारले यो गरेको निर्णयप्रति चाहिँ हामी चाहिँ बिल्कुल इग्नोर भएर बसौँ। हाम्रो समस्या हामीसँगै छ। यदि हाम्रो समस्यामा चाहिँ हामीले चाहिँ यस्ता खालका चाहिँ अप्रिय निर्णय यदि लियौँ भने भोलि हाम्रो परिवारलाई, हाम्रो समस्यालाई, हाम्रो समाजलाई कहिले कहिले चाहिँ हाम्रो भावी सन्ततिहरूलाई पनि त्यसको चाहिँ गलत एउटा नजर पर्न जान्छ। त्यसले गर्दा हामीले त्यस्तो निर्णय कहिले पनि लिनु हुँदैन। समस्या छ भन्दैमा हामीले समस्यालाई चाहिँ याद गरेर होइन कि हामीले चाहिँ समाधानतिर लाग्ने हो, समाधान खोज्ने हो। यदि समाधान खोजियो भने अवश्य पनि त्यसको चाहिँ समाधान निस्किन्छ र हामी चाहिँ आफै अगाडि बढ्न सकिन्छ। त्यसैले कसैले पनि कसैप्रति चाहिँ विश्वास नगर्नुहोस्। कसैले के गरिदेला, मेरो समस्या उसले समाधान गरिदेला। मानव चाहिँ 2000 रुपियाँको जरुरत छ, कसैसँग चाहिँ मैले भने मलाई 2000 देऊ न भनेर, तर उसले चाहिँ दिएन भन्दैमा मैले टाउकोसम्म होइन। तर त्यसले 2000 दिएन भने चाहिँ मैले 2 को 4 कसरी बनाउने त्यो सोच्नुपर्छ। त्यसैले चाहिँ समस्या छ भन्दा हामी चाहिँ समस्यालाई चाहिँ ठुलो गर्ने होइन, समाधान खोज्ने हो, समाधानलाई ठुलो गर्ने हो। त्यसैले गर्दा हामी अगाडि बढ्नुपर्छ। कसैको चाहिँ भावनामा आएर चाहिँ हामी बग्नु हुँदैन। सरकारले अहिले जो गरिरहेको छ यसले कतिपय मैले सुनिरहेको छु नेपाल अधिराज्यभरि धेरै यस्ता कतिपय व्यक्तिहरूले चाहिँ सरकारको चाहिँ भावनामा आएर बगेर आफैलाई चाहिँ कहीँ न कहीँ समाप्त पारिरहेका छन्। त्यस्तो निर्णय चाहिँ कदापि कहिले पनि नलिनु होला भन्दै हजुरहरूलाई समस्या चाहिँ यो भिडियो जनहितमा जानकारीको लागि यो भिडियो सेयर गर्दैछु। हजुरहरूलाई कतिले चाहिँ मन पर्यो, कतिलाई मन नपराउन सक्छ। तर जसलाई जे जस्तो यथास्थिति लागे तापनि आफ्नो मिठो बनाइराख्दै यस भिडियोलाई चाहिँ सक्दो सेयर पनि गरिदिनु होला। धन्यवाद।